लगभग अन्दाजी तपाईँ 40-45 वर्षको लेडी मान्छे तपाईँको यो अवस्थामा भएको हुन्छ। यहाँ चाहिँ तपाईँको जुन मान्छे मरेको भनेर म अलिकति 7 नम्बरमै बस्छु। हजुर। अनि तपाईँ कति बजे थाहा पाउनु भएको थियो? मैले लगभग आधी घन्टा अगाडि। आधी घन्टा। अनि त्यहाँबाट आएर हेर्दाखेरि तपाईँ यताबाट हेर्दाखेरि हात मात्रै देखियो। अनि यता त्यहाँबाट त्यतापट्टि अनि फेरि यता आएँ। यता आएर हेर्दाखेरि तपाईँको लेडिज मान्छे लगभग अन्दाजी तपाईँ 40-45 अन्दाजी 40-45 वर्षको लेडिज मान्छे तपाईँको यो अवस्थामा भएको त्यसलाई भएर जहाँ कि अनुहार तपाईँको कालो कालो देखिन्थ्यो। तपाईँको प्रष्ट चिन्ने अवस्था थिएन। अनि तपाईँको यहाँ अब म नि अलिक ढिला आइपुगेँ हुनाले सुने अनुसार लास चाहिँ बोरामा हालेर फ्याँकिएको। हजुर मैले पनि त्यही सुने, बोरामा हालेर तपाईँको बाँधेर फालेको भन्ने कुरो सुने। अनि तपाईँको पानीमा तैरिएको हात बाहिर निस्केको कारणले तपाईँ देखेको भन्ने त्यहाँ अरू स्थानीयहरूले भनेको सुने। हजुर। अनि लासको प्रकृति मैले त म आएर हेर्दाखेरि चाहिँ बोराबाट निकालिसकेको अवस्था। लास चाहिँ चिन्न सक्ने अवस्थामा छैन? छैन, तपाईँको कालो छ, तपाईँको एकदम तपाईँको डढेको जस्तो अनुहार छ, स्पष्ट चिन्न सक्ने अवस्था छैन। त्यसो भए 4-5 दिन जति भयो होला है यो? त्यो भयो होला, बोडी लगभग त्यति चाहिँ भयो होला। हजुर। तपाईँको अब यो मलाई त्यस्तै लाग्छ, अब 4-5 दिन भयो होला। त्यो लास अलि फुलेको अवस्थामा छ, स्पष्ट चिनिहाल्न सक्ने अवस्था। शरीरमा चोट जस्तो कि त्यहाँ परबाट हेर्दाखेरि चाहिँ रातो रातो चिज पनि देखिरहेको थिएँ मैले। तपाईँको अझै मैले पुलिसलाई सोधेको तपाईँको यो चाहिँ तपाईँ के को हो भनेर मैले पनि हेरेको छैन। यो धारिलो हतियार प्रयोग गरेर के हो चाहिँ मलाई थाहा भएन। त्यसो लास हेर्दाखेरि अलिक टाढाबाट बगाएर ल्याए जस्तो छ कि त्यस्तो अवस्था तपाईँ यहीँ तपाईँको यो धेरै टाढाबाट बगाएर जस्तो अवस्था छैन। पानी छैन, खासै लास बगाउने खालको पानी पनि छैन। जाउँ।